नमस्कार सम्पूर्ण उपस्थित महानुभावहरूमा आजको यस भिडियोमा म नमस्कार सम्पूर्ण महानुभावहरूमा म शिक्षिका गायत्री खत्री। नमस्कार सम्पूर्ण उपस्थित महानुभावहरूमा म शिक्षक गायत्री खत्री अनि प्रशिक्षक। आजको यस भिडियोमा मैले हजुरहरूको लागि एउटा सफल उद्घोषकले कार्यक्रम सञ्चालन गर्दै गर्ने क्रममा कस्तो कस्तो कुरामा ध्यान दिनुपर्छ त भन्ने कुराहरूलाई लिएर आइसकेकी छु। एउटा कार्यक्रम सञ्चालकले धेरै कुराहरूमा विचार पुर्याउनुपर्छ र यसको विस्तृत विवरण म अर्को भिडियोमा हजुरहरूलाई प्रस्तुत गर्ने नै छु। अहिले भने एउटा सफल उद्घोषकले कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि निम्न कुराहरू चाहिँ ध्यान दिनुपर्ने हुन्छ। के तपाईँ कार्यक्रम कसरी उद्घोषण गर्ने भनेर अलमल्लमा त पर्नु भएको छैन। यदि छ भने यो भिडियो तपाईँहरूको लागि है त। सबैभन्दा पहिला कार्यक्रम सञ्चालन गर्ने उद्घोषकले कार्यक्रमको समय अवधिमा एकदमै ध्यान दिनुपर्ने कुरा के रहेको छ भने सबैभन्दा पहिला त आई कन्ट्याक्ट अर्थात् आफ्ना श्रोता दर्शकहरूलाई राम्रोसँग दृश्यावलोकन गर्ने आई कन्ट्याक्ट गर्नुपर्ने हुन्छ। त्यसपछि मन्द मुस्कानसहित आइस ब्रेक गर्नुपर्ने हुन्छ। आइस ब्रेक गर्दाखेरि विभिन्न सफल व्यक्तिहरूको भनाइहरू, कविहरूका कविताका पङ्क्तिहरूलाई राख्न सकिन्छ। गीतहरू, कुनै छोटो उखान टुक्काहरू, जुनसुकै कुरालाई पनि राखेर त्यसमा दर्शकहरूको ध्यान चाहिँ आफूतर्फ ध्यानाकर्षण गर्नको लागि मन्द मुस्कानसहित आइस ब्रेक गर्नुपर्छ। त्यसपछि सम्बोधन गर्नुपर्छ अर्थात् सम्बोधन भन्नाले नमस्कार सम्पूर्ण उपस्थित महानुभावहरूलाई अथवा दर्शकवृन्दहरूलाई भनेर यसरी सम्बोधन गर्नुपर्छ। अनि आफ्नो परिचय दिने क्रममा चाहिँ आफ्नो नाम अनि आफ्नो पेसा के हो, आफ्नो ठेगाना स्पष्ट रूपमा दिनुपर्ने हुन्छ। अनि श्रोतागणलाई स्वागत गर्नुपर्छ। आजको यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई आयोजक संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हृदयदेखि नै धेरै धेरै स्वागत गर्दछु भनेर स्वागत गर्नुपर्छ। त्यसपछि कार्यक्रमको परिचय र महत्त्व बताउने। कार्यक्रम कुन खालको हो र त्यसको महत्त्व के छ भनेर बताउनुपर्छ। अनि कार्यक्रमको नियम र दायरा अनि समय अवधि बताउने। कुनै पनि कार्यक्रमको एउटा निश्चित नियम हुन्छ र कति बजेदेखि कति बजेसम्म सञ्चालन हुन्छ भनेर समय अवधि पनि रहेको हुन्छ, सो कुरा बताउनुपर्छ। उद्घोषकले त्यसपछि आसन ग्रहण र ब्याज वितरणको कार्यक्रमलाई अगाडि बढाउनु पर्ने हुन्छ। त्यसपछि राष्ट्रगान अर्थात् राष्ट्रिय गान बजाएर कार्यक्रमलाई अगाडि बढाउनु पर्ने हुन्छ भने त्यसपछि स्वागत मन्तव्यको सट्टामा स्वागत गीत, स्वागत नाच, आयोजक संस्थाले कस्तो खालको स्वागतको आयोजना गरेको छ सोही अनुसारको स्वागत मन्तव्यहरूको क्रमलाई अगाडि बढाउनु पर्ने हुन्छ। त्यसपछि कार्यक्रमको उद्घाटन गर्नुपर्ने हुन्छ। कार्यक्रमको उद्घाटन विभिन्न तरिकाबाट गर्न सकिन्छ। पानसमा बत्ती बालेर गरिन्छ, गमलामा बिरुवामा पानी हालेर गर्न सकिन्छ, ब्यानर ओपनिङ गरेर त्यसमा सिग्नेचर गरेर पनि गर्न सकिन्छ। आयोजक संस्थाले कस्तो तरिकाबाट आयोजना गरेको छ सोही अनुसारले गर्नुपर्छ। एउटा सफल उद्घोषकले सुरुदेखि कुनै पनि कार्यक्रम सञ्चालन गर्दा सुरुदेखि अन्तिमसम्म गर्नुपर्ने यी क्रियाकलापहरू रहेका छन्। यसको बारेमा विस्तृत विवरण अर्को भिडियोमा म लिएर आउने नै छु। त्यतिन्जेलसम्म राइज अप विथ गायत्री युट्युब च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। यसको विस्तृत विवरण अर्को भिडियोमा हजुरहरूले अवश्य पाउनुहुनेछ भने टिचर एन्ड ट्रेनर भनेर हजुरहरूले अर्को टिकटक आइडी रहेको छ जसमा चाहिँ म एकदमै प्रेरणादायी कुराहरू हजुरहरूले सुन्न सक्नुहुनेछ भन्दै अवश्य पनि अर्को भिडियोमा यसको विस्तृत विवरण लिएर म उपस्थित हुने नै छु। यहाँहरूको समय शुभ रहोस्। धन्यवाद।